1500 भन्दा पनि बढी बिजनेस ओनरले युज गरिरहेको हाम्रो प्लेटफर्ममा त्यस्तो विशेषता चाहिँ के छ त? किन युज गर्ने जेलेन्ट छ भनेर चाहिँ यो भिडियोमा म हजुरहरूलाई सेयर गर्नेवाला छु। सो धेरैजनाहरूले चाहिँ ई-कमर्स गरिरहनु भएको छ अथवा ई-कमर्स जर्नी स्टार्ट गर्ने प्रोसेसमा हुनुहुन्छ अहिले। तर वेबसाइट किन चाहियो? सोसल मिडिया, इन्स्टा, टिकटकबाटै सबै कुरा भइरहेछ भनेर, फेसबुकबाटै सबै कुरा भइरहेछ भनेर भन्नेहरूको लागि चाहिँ यो भिडियो है त। सो यसमा चाहिँ हामी के कुरा गर्छौँ भन्दाखेरि वेबसाइट किन नेसेसरी छ र यसले लिएर आउने फाइदाहरूको बारेमा कुरा गर्छौँ। सो यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सो फर्स्टमा चाहिँ हामी यो जेलेन्ट सबको ओभरभ्यू हेरौँ है त। यसमा चाहिँ धेरै कुराहरू छ। ड्यासबोर्डहरू भयो, हजुरको एनालिटिक्सहरू भयो, प्रडक्टहरू भयो, सबै कुरा हजुरहरूले यहीँबाट हेर्न मिल्छ। डेट वाइज फिल्टर गर्न मिल्छ। सो यो बेसिक कुराहरू भयो होइन। सो हजुरहरूले सोसल मिडियामा यो प्रडक्टहरू चलाउँदाखेरि हजुरले एउटा प्रडक्ट मात्रै सेल गरिरहनु भएको छ भने त्यस्तो प्रब्लम हुँदैन। एउटा प्रडक्ट सेल गर्दा आउने प्रब्लम भनेको चाहिँ अर्डर म्यानेजमेन्टमा मात्र हो होइन। तर यदि मल्टिपल प्रडक्टहरू छ भने चाहिँ हजुरलाई एकदमै प्रब्लम हुन्छ। किनभने कस्टमरहरू आइरहनु भएको छ अनि उहाँहरूले प्रडक्ट हेर्न खोज्नुहुन्छ। अनि धेरै प्रडक्ट हुँदाखेरि सबै प्रडक्टहरू देखाउनु पऱ्यो होइन। के छ भनेर सोध्नु होला अथवा यो प्रडक्टको के हो भनेर सबै कुराहरू हजुरले एक एक गरेर म्यानुअली देखाउनु पर्ने हुन्छ नि त। त्यो कुरा चाहिँ हजुरको वेबसाइट भयो भने हजुरले वेबसाइटको लिङ्क पठाइदिनुहुन्छ। लेट्स चाहिँ मैले अहिले यहाँनिर सो यो वेबसाइट हेर्न सक्नुहुन्छ है त। सो यहाँनिर चाहिँ धेरै प्रडक्टहरू लिस्ट गरेको छ। यो स्टोर पनि जेलेन्ट सबबाटै बनेको हो। हजुरले हेर्न सक्नुहुन्छ यहाँ चेयरदेखि लिएर यहाँ धेरै कुराहरू एड गरिएको छ। हो यसरी हजुरले एड गर्नुभएको छ भने कोही कस्टमर आएर स्पेसिफिक प्रडक्ट बुझ्न खोजिरहनु भएको छ भने चाहिँ उहाँहरूले आइफोन बुझ्न खोजिरहनु भएको छ भने हजुरले यो लिङ्क पठाइदिँदा भयो होइन। अर एल्स हजुरहरूले यो ओभरअल वेबसाइटकै लिङ्क पठाइदिँदा भयो जसले गर्दाखेरि उहाँहरूले आफ्नो प्रडक्ट सर्च गर्दै हेर्न सक्नुहुन्छ। त्यो हुँदाखेरि हजुरहरूले त्यो प्रडक्ट बारेमा एक्सप्लेन गर्न टाइम कम भयो। कस्टमरहरूले छिटो रेस्पोन्स पाउनुहुने भयो। उहाँहरूलाई अर्डर गर्न पनि सजिलो हुने भयो। सबै कुरा बुझ्न सजिलो हुने भयो। जस्तै मलाई यो प्रडक्टको बारेमा, यो चेयरको बारेमा बुझ्न छ अरे। यहाँनिर हजुरले हेर्न सक्नुहुन्छ। यसको चाहिँ डिस्क्रिप्सन हालेको छैन रहेछ। सो म एउटा अरू केही दिन्छु है त। चाहिँ मलाई यो म्याकबुकको बारेमा बुझ्नु मन लाग्यो अरे। म हजुरको यो लिङ्कको थ्रुबाट स्टोरमा आउँछु। यहाँनिर हेर्छु, यसको प्राइस हेर्छु होइन। कार्टमा गर्न मिल्छ। यो फोटोजहरू हेर्छु के कस्तो छ भनेर प्रिभ्यू एउटा बेसिक जुन हुन्छ नि त्यो गर्छु। त्यहाँपछिबाट यसको स्पेक्सहरू हेर्छु। अब डिभाइसेसहरूको कुरामा त नर्मल्ली स्पेक्सहरू सबैलाई थाहा नै भएको हुन्छ, रिसर्च गरि नै रहनुहुन्छ। तर अरूहरूको कुरामा पनि यसरी डिस्क्रिप्टिभ भयो भने चाहिँ एकदम सजिलो हुन्छ होइन। अनि जस्तै मलाई यो प्रडक्ट मन पऱ्यो अरे, मैले एड टु कार्ट गर्छु होइन। अनि यहाँनिर प्रोसिड टु चेकआउट गर्छु। सो त्यो हुँदाखेरि यहीँबाट मैले अर्डर गर्न मिल्यो। मेरो डिटेलहरू हाल्न मिल्यो। प्रोमो कोडहरू छ भने हाल्न मिल्यो होइन। अनि यताबाट अर्डर गरेपछि हजुरको अटोमेटिकल्ली यहाँनिर अर्डर्समा आउँछ होइन। यो सबै जति पनि प्रडक्ट छ हजुरहरूले यहीँबाट म्यानेज गर्न मिल्छ। अल्दो त्यो डिफ्रेन्ट स्टोरको हो, मैले यहाँ चाहिँ डेमो मात्रै देखाइरह हो। सो हजुरहरूले चाहिँ यहाँ प्रडक्ट एड गर्न मिल्छ होइन। यसलाई एडिट गर्न मिल्यो, डिलिट गर्न मिल्यो, इभन डुप्लिकेट गर्न मिल्यो सिमिलर प्रडक्टहरू छ भने। सो हजुरले चाहिँ यहाँनिर इन्फाइनाइट प्रडक्टहरू एड गर्न मिल्छ होइन। इन्फाइनाइट त नभनौँ तर एकदमै धेरै प्रडक्टहरू एड गर्न मिल्छ। सो द्याट कस्टमरहरूले जुन प्रडक्ट खोजिरहनु भएको छ त्यो प्रडक्ट पनि दिन मिल्यो, अर एल्स ल एक्सप्लोर गर्नु भनेर पनि दिन मिल्यो होइन। यो हुँदाखेरि चाहिँ हजुरको मल्टिपल एसकेयु भएको स्टोर्सहरूको लागि चाहिँ एकदमै हेल्पफुल हुन्छ। इभन एउटै यो प्रडक्ट भएको स्टोरलाई पनि एकदम हेल्पफुल हुन्छ। किनभने हजुरले यहाँनिर अर्डर्समा गएर सबै म्यानेज गर्न मिल्छ होइन। अनि हामी आफै पनि इकमर्स गर्दाखेरि फेस गरेको प्रब्लम भने चाहिँ चाहिँ अब दिनको 2-4वटा अर्डर आयो भने त प्रब्लम भएन होइन। वाट इफ 100वटा 200वटा अर्डर आइरहेछ भने चाहिँ त्यो केसमा चाहिँ हजुरको जेलेन्ट सबबाट आएको अर्डर छ भने चाहिँ हजुरले यसरी सेलेक्ट अल गरेर हजुरले जुन लोजिस्टिक इन्टिग्रेट गर्नुभएको छ त्यहाँनिर पठाउन मिल्छ होइन। अनि यसको राम्रो कुरा भने चाहिँ हजुरको के हुन्छ भन्दाखेरि जस्तै मैले यो डिटेल दिएँ होइन। यहाँनिर हजुरले हेर्न सक्नुहुन्छ यो सबै कुराहरू चाहिँ पठाउबाटै आएको हो होइन। सो पठाउ र जेलेन्ट सब चाहिँ सिङ्कमा चलिरहेको हुन्छ। सो द्याट हजुरको कस्टमरले एउटा ट्र्याकिङ लिङ्क पाउनुहुन्छ होइन।
त्यो ट्र्याकिङ लिङ्कबाट चाहिँ उहाँहरूले सबै कुरा हेर्न मिल्छ। अनि त्यो स्ट्याटसहरू चाहिँ हजुरहरूले म्यानुअली अपडेट गर्नु परेन। जस्तै मेरो सामान पिकअप भयो, मेरो सामान डेलिभर्डको लागि जाँदैछ, डेलिभरीको लागि जाँदैछ अथवा डेलिभर्ड भइसक्यो भने चाहिँ कस्टमरले एउटा ट्र्याकिङ लिङ्क पाउनुभएको हुन्छ, त्यहीँबाट हेर्न मिल्छ। अनि हजुर एज अ बिजनेस ओनरलाई पनि कस्टमरको कल आउन कम हुन्छ, किनभने कस्टमरले सबै कुरा ट्र्याक गर्न पाइरहनु भएको हुन्छ नि त। सो त्यो कुराहरू फाइदा भयो इमिडिएटली होइन। अनि अर्को कुरा भने चाहिँ हजुरको सबै एनालिटिक्सहरू पाउनुहुन्छ होइन। त्यो यहाँ ओभरभ्यूमा हेर्छु। सो हजुरले रेभेन्यू मिल्छ, हेर्न मिल्छ, सेल्स हेर्न मिल्छ होइन, प्रफिट हेर्न मिल्छ, सेल्स अमाउन्टहरू, कतिजना टिम छ, अनि अर्डर भ्याल्युहरू सबै कुरा हेर्न मिल्छ। जस्तै यहाँनिर एभरेज अर्डर भ्याल्यु 5126 छ होइन। हजुरको रेभेन्यू पर अथवा रेभेन्यू पर प्रडक्ट छ, प्रफिट मार्जिन छ, यसमा अझै हामी काम गरि नै रहेका छौँ। अझ यसलाई बेटर बनाउने प्रोसेसमा छ। सो यु विल सी मोर इम्प्रुभमेन्ट्स हियर। यसमा अब क्लिकहरू भयो, यो कुराहरू अब हजुरहरूलाई म्याटर गर्छ भने यो पनि इम्पोर्टेन्ट हुन्छ। सो यहाँ प्रडक्टहरू जस्तै मैले यहाँनिर दिस इयर हालेँ भने कुन प्रडक्ट चाहिँ बढी सोल्ड भयो, कुन प्रडक्टमा चाहिँ बढी मार्जिन छ, किनभने बिजनेस ओनरलाई यो कुराहरू एकदमै इम्पोर्टेन्ट हुन्छ नि त। अनि भ्यालेन्टाइन यो मस्ट भ्यू प्रडक्ट, टप प्रफिट प्रडक्ट, अनि बेस्ट सेलिङ प्रडक्टलाई चाहिँ जस्तै अब हजुरको एउटा प्रडक्ट छ भने त त्यो थाहा भइ नै हाल्ने भयो। तर धेरै प्रडक्ट छ भने चाहिँ कुन प्रडक्ट बढी गइरहेछ, कुन प्रडक्टलाई चाहिँ रिस्टक गर्नुपर्ने हुन्छ अथवा कुन प्रडक्ट चाहिँ डेड स्टक छ भनेर यो कुराहरूले चाहिँ हजुरलाई डिसाइड गर्न एकदमै सजिलो हुन्छ। यो कुराहरू भयो होइन। अनि हजुरले यहाँ हेर्न सक्नुहुन्छ नोटिफिकेसनहरू भयो, के भइरहेछ भनेर सबै अपडेट आउने भयो। सो कस्टमरहरू हजुरहरूले म्यानेज गर्न मिल्ने भयो, उहाँहरूलाई रिटेन्सनको लागि इमेलहरू पठाउन मिल्ने भयो, उहाँहरूको फिडब्याक कलेक्ट गर्न मिल्ने भयो, धेरै कुराहरू गर्न मिल्छ। यहाँ प्रोमो कोडहरू बनाउन मिल्छ हजुरहरूले। यो कसरी युज गर्ने भनेर चाहिँ हजुरहरूलाई म अर्को भिडियोमा देखाउँछु। सो यसमा चाहिँ धेरै कुराहरू छ। जस्तै यो हजुरले प्रोमो कोड दिनुभयो भने कस्टमरहरूले नयाँ अफर हजुरहरूले नयाँ अफर चलाउन मिल्छ कस्टमरहरूको लागि अट्र्याक्ट गर्नको लागि। सो यहाँ डेलिभरीमा चाहिँ हेर्न सक्नुहुन्छ हजुरको डेलिभरी प्राइसेसहरू भयो होइन। अनि यहाँनिर हजुरलाई डेलिभरी पार्टनरहरू कन्फिगर गर्न मिल्छ। अहिलेको लागि चाहिँ हामीसँग जम्मा 3टा छ, पठाउ पार्सल, नेपाल क्यान मुभ अनि डाफे एक्सप्रेस। हामी अरू पनि एड गर्ने प्रोसेसमै छौँ। सो हजुरहरूलाई चाहिँ जेलियन सप युज गरिरहनु भएको छ अनि कुनै लोइस्टिक हजुरहरूले युज गरिरहेको लोइस्टिक चाहिँ जेलियन सपमा देखिरहनु भएको छैन भने चाहिँ हामीलाई रिच आउट गर्न सक्नुहुन्छ, अथवा उता लोइस्टिकमै रिच आउट गर्नुभयो भने हाम्रो कोलाबोरेसन भएर त्यो काम भइहाल्छ। त्यस्तो प्रब्लम हुँदैन। हजुरले कस्टम डेलिभरी एरिया पनि चुज गर्न मिल्छ, जसले गर्दाखेरि चाहिँ त्यहाँको प्राइसिङहरू के कस्तो हो भनेर सबै थाहा भइहाल्छ। सो यो मिडिया म्यानेजमेन्ट भयो। यसमा चाहिँ हजुरहरूले इमेजहरू अपलोड गर्न मिल्छ। सो नयाँ प्रडक्टहरू एड गर्दाखेरि यहीँ भएको इमेज युज गर्ने कि डिभाइसबाट अपलोड गर्ने कि त्यो कुराहरू गर्न मिल्यो। अनि यसमा हजुरले आफ्नो सबै इमेजेसहरूलाई सर्ट गरेर राख्न मिल्छ। यसमा टेक्स्टहरू हाल्न मिल्छ, जसले गर्दा एसइओमा पनि हेल्प गर्छ। सो त्यो कुराहरू भयो। यहाँनिर अब बेसिक कन्टेन्टमा जाऊँ। हजुरहरूले फुटरमा के राख्ने भनेर यहाँबाट चेन्ज गर्न मिल्छ। यो प्राइभेसी पोलिसी योहरू हजुरहरूले हेर्न सक्नुहुन्छ। ब्रान्चेसहरू भयो होइन। ब्लग पोस्टहरू पनि हजुरहरूले जेलियन सबबाटै हाल्न मिल्छ। एफएक्यू क्वेसनहरू राख्न मिल्छ। यो सबै कुरा गर्न मिल्छ। अनि अर्को इन्ट्रेस्टिङ कुरा भने चाहिँ स्टोर सेटिङभित्र छ है। हजुरको सप इन्फो हजुरले यसलाई भिजिबल गर्ने नगर्ने सबै कुरा यहाँबाट हेर्न मिल्छ। यो कुराहरू त्यस्तो स्पेसल भयो नि। यो कुरा चाहिँ जस्तै हजुरहरूले आफ्नो स्टोरको हजुरको बाई डिफल्ट चाहिँ .jlian.shop भनेर आउँछ। जस्तै रौनक.jlian.shop भनेर आउँछ। तर हजुरलाई त्यो मन परेन भने हजुरहरूले आफ्नै कस्टम डोमेन पनि हाल्न मिल्छ होइन। यहाँनिर मैले हालिसकेको छु। नत्र हजुरलाई एउटा हजुरको अलरेडी छ भने हजुरलाई त्यो इन्टिग्रेट गर्न हेल्प गर्छ, छैन भने चाहिँ हजुरले यहीँबाट पनि किन्न मिल्छ। सो यहाँ म माई डोमेन्समा गयो भने यहाँ हेर्न सक्नुहुन्छ मैले किनेको डोमेनहरू। अनि यहाँनिर चाहिँ हजुरहरूले म्यानेजरहरू एड गर्न मिल्छ। जस्तै अब हजुर एकजना स्टोर ओनर हुनुहुन्छ भने एकजनाले मात्र चलाउनुहुन्न नि त। सो मल्टिपल पिपल हुन्छ। त्यहाँनिर चाहिँ हजुरहरूले यो स्टोर म्यानेजरको एक्सेस दिनुभयो भने उहाँहरूले पनि म्यानेज गर्न मिल्छ। बट म्यानेजरहरूलाई चाहिँ सम लेभल अफ रेस्ट्रिक्सन हुन्छ। सो त्यो कुरा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। अपियरेन्समा हेर्न सक्नुहुन्छ हजुरहरूले आफ्नो स्टोर कस्टमाइज गर्न मिल्छ। पेमेन्ट मेथडमा चाहिँ अहिलेको लागि हजुरहरूले यो फोन पे क्युआरहरू सबै कुरा हाल्न मिल्छ। तर अहिलेको लागि चाहिँ हजुरहरूले म्यानुअल्ली आफ्नै एपिआई हाल्नुपर्ने हुन्छ। हाम्रो फोन पेसँग लाइक कसरी गर्दाखेरि चाहिँ बेटर हुन्छ भनेर समन्वय हुन नसकेको कारणले चाहिँ अहिलेको लागि चाहिँ यो कुरा हामीले अभाइलेबल गरेका छैनौँ। सो हजुरहरूले चाहिँ आफ्नै फोन पेको एपिआई युज गर्नुपर्ने हुन्छ।
अर्को इन्ट्रेस्टिङ कुरा भने वेबसाइट टेम्प्लेटमा छ है। एउटा कुरा भने चाहिँ हजुरले यहाँनिर एडिट गर्न मिल्यो, अपडेट चेक गर्न मिल्यो होइन, ब्याकअप गर्न मिल्यो, ब्याकअपलाई रिस्टोर गर्न मिल्यो। अनि यहाँनिर अहिलेको लागि चाहिँ हामीले मल्टिपल थिम्सहरू दिएको छ, 1 2 3 4 5 6 7 7वटा जस्तो टेम्प्लेट दिएको छ। हामी अझै यसलाई बढाउने प्रोसेसमै छौँ। सो हजुरले हेर्न सक्नुहुन्छ, यो चाहिँ कस्मेटिक भयो होइन। यहाँ थुप्रै टेम्प्लेटहरू छ। यसमा हजुरले एडिट टेम्प्लेट गर्नुभयो भने दुईवटा अप्सन आउँछ, भिजुअल कोड कि कोड एडिटर भनेर। सरी, भिजुअल एडिटर कि कोड एडिटर भनेर। सो मैले यहाँ भिजुअल एडिटर थिचेँ भने यसरी मलाई एडिट गर्ने अप्सन दिन्छ। यहाँनिर थुप्रै कम्पोनेन्टहरू छ, यो मैले हाल्न मिल्छ होइन। एकदमै दामी दामी कम्पोनेन्टहरू हामी बनाइरहेको छौँ, अझै बनाउने प्रोसेसमै छौँ। सो हजुरहरूले चाहिँ यहाँनिर जस्तै अब ब्लग्समा हेर्न सक्नुहुन्छ होइन, अबाउट भयो, अल प्रडक्टहरूको भयो, अनि यहाँ बेन्टो ग्रिडहरू भयो, 3टा रहेछ। यहाँनिर धेरै कुराहरू हामी बनाउँदैछौँ, बनाउने प्रोसेसमा छौँ। क्याटेगोरिजहरू हेर्न सक्नुहुन्छ। हजुरहरूले आफ्नो भाइब अनुसारको स्टोर कस्टमाइज गर्न मिल्छ होइन। यो कुराहरू आई थिङ्क धेरै जस्तो बिजनेस चल्नलाई इम्पोर्टेन्ट हुने कुराहरू भयो। हिरो सेक्सनहरू भयो, यस्तो दामी दामी छ। सो यस, हजुरहरूले चाहिँ यो कुराहरू ट्राई गर्नको लागि चाहिँ डेफिनेटली जेल एन्ड सपमा जानु होला। हजुरहरूले रिग्रेट गर्नुहुन्न। म जेल एन्ड सपको लिङ्क चाहिँ डिस्क्रिप्सनमा पनि हालिदिन्छु, अथवा हजुरहरूले जेलियन डट सप भनेर जानुभयो पनि हुन्छ। सो यो कुराहरू भयो होइन। यसमा चाहिँ अब हजुरहरूले पेजेस पनि कस्टमाइज गर्न मिल्छ। यहाँनिर पेजेसमा जानुभयो भने सो यहाँनिर सबै पेजेसहरू छ जुन चाहिँ कस्टमाइज गर्न मिल्छ। अनि अर्को कुरा भने चाहिँ हामीले यसमा हजुरको सबै पेजेसमा हेडर र फुटर चाहिँ कस्टमाइज गर्न दिएका छैनौँ। किनभने हेडर र फुटर भने त हजुरको सबैतिर स्ट्याटिक हुनु पऱ्यो नि त, अथवा सेम हुनु पऱ्यो। सो त्यसको लागि चाहिँ हजुरले त्यो एडिट गर्न चाहिँ पेजेसमा गएर लेआउटमा जानुपर्ने हुन्छ। देन एन्ड ओन्ली हजुरले यो कुराहरू कस्टमाइज गर्न मिल्छ है त। यो हेडरलाई हटाउन मिल्छ, अर्को हेडर हाल्न मिल्छ, यो फुटरलाई कस्टमाइज गर्न मिल्छ। यो कुरा चाहिँ हामीले लेआउटमा दिनु वाज एकदमै प्लान्ड होइन। अनि धेरैजनाले चाहिँ हेडरै हटाइदिइरहनु भएको थियो होइन, हामीले अरूतिर दियौँ भने त्यो नहोस् भनेर चाहिँ हामीले यस्तो गरे हो। यसमा चाहिँ अब हजुरले फ़ोनको प्रिभ्यू हेर्न मिल्छ होइन, आइप्याड ट्याबको प्रिभ्यू हेर्न मिल्छ। जस्तै अब म यहाँनिर यो कम्पोनेन्ट चुज गरेँ भने मैले यसलाई यहीँबाट एडिटहरू पनि गर्न मिल्छ। यो एकदमै धेरै कुराहरू गर्न मिल्छ यसमा। हजुरले एकपल्ट डेफिनेटली ट्राई गर्नु नै होला। अनि अर्को कुरा भने यो इमेल प्रेफरेन्सेस भयो, यो खासै त्यस्तो इम्पोर्टेन्ट छैन। यहाँनिर अनि अर्को भने चाहिँ हामीले प्लगइन्सको पनि राखेका छौँ। यसमा चाहिँ हजुरले आफैले प्लगइन बनाउन पनि मिल्छ। अनि यहाँ प्लगइनको मार्केट प्लेस पनि छ। यहाँनिर हजुरले बनाएर सबमिट गरिदिनु भयो भने हाम्रो टिमले भेरिफाई गरेर हजुरको प्लगइन पनि हुन्छ लाइभ। अहिलेको लागि चाहिँ हाम्रो वाट्सएप, जेलिन्ट एआई, फेसबुक पिक्सेलहरू छ, यो बेसिकहरू हो। हामी यसमा अझ एड गर्ने प्रोसेसमै छौँ। सो दिज आर द रिजन्स वाइ यु निड इ कमर्स वेबसाइट होइन। मैले भनिहालेँ। कतिजनाहरूले लिङ्कइन बायो गरेर त्यहाँ चाहिँ जेल एन्ड सपको लिङ्क राख्नुभएको हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ कस्टमरहरूलाई नेभिगेट गर्न एकदमै सजिलो हुन्छ। यो चाहिँ मोबाइल फ्रेन्डली पनि छ। हजुरहरूले हेर्न सक्नुहुन्छ, यो चाहिँ एकदमै हुन्छ नि। हजुरहरूको इ कमर्सको सेल्स भोल्युम बढाउने गरी नै हामीले प्लान गरेका हुन्छौँ। सो यो कुरा चाहिँ डेफिनेटली ट्राई गर्नु होला। जस्तै यो चाहिँ फ़ोन साइजमा भयो, प्रपरली अप्टिमाइज्ड हुन्छ। हजुरको बायरहरूले चाहिँ मजाले हेरेर युज गर्न मिल्छ। यहाँबाट एड टु कार्ट गर्न मिल्छ होइन। सो यो कुराहरू भयो। डेफिनेटली एकपल्ट जेलियन डट सपमा गएर आफ्नो स्टोर चाहिँ क्रिएट गरिहाल्नु होला। यु वन्ट टु रिग्रेट इट है त गाइज।